नमस्कार, म गोविन्दबहादुर थारू राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँकी जिल्ला क्षेत्र नम्बर 1 समानुपातिक तर्फको थारू क्लस्टरबाट अहिले उम्मेदवार। यो पत्रकार सम्मेलनमा मेरो राजनीतिक जीवन यात्रा सुरु गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको थारू क्लस्टरबाट समानुपातिक उम्मेदवार हुँदै गर्दाखेरि हिजोका दिनहरूमा राजनीतिक दलहरूको वितृष्णा, त्यसपछि पुराना दलहरूको प्रति हाम्रो नागरिक, हाम्रो जनताहरूको व्यवस्था विश्वास कम हुँदै गर्दाखेरि र जेनजी आन्दोलनबाट जुन उत्पन्न परिस्थिति भयो, त्यसपछि राजनीतिक दलहरूको विकल्पमा एउटा राजनीतिले नै देशको परिवर्तन गर्न सक्छ, असल राजनीतिज्ञ बिना देशको विकास र देशमा असल नीति, असल तिथि बसाल्न सकिँदैन भन्ने सोचले जब मेरो दिमागमा त्यो सोच आयो, त्यसपछि राजनीति गर्नुपर्छ र राजनीतिबाट नै देशको विकास सम्भव छ भन्ने सोचबाट मैले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएँ। अहिले निर्वाचनको सङ्घारमा छौँ हामी। मेरो पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारमा मेरो छनौट भयो। म सदनमा पुगेँ भने मेरो पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट देशको नीति निर्माणमा म चाहिँ सहयोग पुर्याउने छु भन्ने त्यो सोच राखेको छु। यसको सँगसँगै अहिले शिक्षा र कृषि क्षेत्रमा मेरो अलिकति लगाव छ। कृषिमा पनि धेरै ठुलो समस्या छ, शिक्षामा पनि धेरै ठुलो समस्या छ। त्यसको परिवर्तनको लागि एउटा खाँचो छ। कृषि क्षेत्रमा के छ भन्नुहुन्छ भनेपछि बिउमा, मलमा हाम्रो कृषकहरू समस्या भोगिराख्नु भएको छ। विदेशी मल र विदेशी बिउले गर्दाखेरि हाम्रो नेपाली भूमिको उत्पादकत्व दिनानुदिन ह्रास हुँदै गइरहेको छ। विदेशीबाट आयातित बिउहरू त्यहाँ चाहिँ युरिया मल खाद प्रयोग गरेर उत्पादन भएको बिउ नेपालमा आउँदा गर्दाखेरि हामीसँग मलको अभाव छ। त्यही बिउ हामीले यहाँ चाहिँ कृषिमा प्रयोग गर्छौँ र त्यसले चाहिँ उत्पादकत्व ह्रास भइरहेको छ। अब कृषि क्षेत्रमा मल नहुँदाखेरि कृषकहरूको उत्पादन ह्रास भइरहेको छ। अब कृषिमा के क्रान्ति जरुरी छ भन्नुहुन्छ भनेपछि हाम्रो रैथाने बिउको संरक्षण गर्नुपर्ने आवश्यकता देख्छु मैले। हाम्रो घरमा रैथाने बिउ भयो भने, हाम्रो गाउँ कृषकहरूले रैथाने बिउ पाउनुभयो भने हाम्रै यहीँको माटो सुहाउँदो बिउ हुन्छ। यही माटोमा उब्जनी भएको बिउले उत्पादन बढाउँछ भन्ने मेरो विश्वास छ। किन भन्नुहुन्छ भनेपछि विदेशी बिउहरू प्रयोग गर्दाखेरि त्यहाँको रासायनिक मलले धेरै रासायनिक मल प्रयोग गरेर बिउहरू बनेको हुन्छ र यहाँ आउँदाखेरि त्योभन्दा बढी रासायनिक मलहरू प्रयोग गर्न पर्ने अवस्था भइरहेको छ। त्यसले गर्दाखेरि उत्पादकत्वमा ह्रास भइरहेको छ। अब यसलाई कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ त भनेपछि नेपालमै कम्पोस्ट मल बनाउनुपर्छ। कम्पोस्ट मल जब हामी बनाउँछौँ, कम्पोस्ट मल उत्पादन गर्ने एउटा कम्पनी सरकारकै हुनु पर्यो र कृषकहरूलाई त्यो बिउ र मल समयमै उपलब्ध गराउन सक्यौँ भने हाम्रो उत्पादकत्व वृद्धि गर्न सकिन्छ। कृषिबाट पनि हाम्रो कृषकहरूलाई ठुलो योगदान पुग्छ। कृषिमा जब उत्पादकत्व बढ्छ र देशको अर्थतन्त्रमा पनि कृषि क्षेत्रले ठुलो भूमिका निर्वाह गर्छ। कृषिको कुरा गरिराख्दाखेरि तपाईँले बिउ, मल, कृषि क्रान्तिका कुराहरू गर्नुभएको छ। योभन्दा अगाडिका दलहरूले पनि कृषि, मल, बिउ, बिजन समयमै पुर्याउने भन्ने कुरा नगरेका होइनन्। अब यसै गरी तपाईँले कम्पोस्ट मलको पनि कुरा गर्नुभयो कृषिकै क्षेत्रमा रहेर। अघिल्ला दलहरूले यो सम्पूर्ण भनेका कुराहरू पुरा गर्न सकेन। राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ कसरी सम्भव हुन्छ, कसरी सम्भावना देख्नु भएको छ? अर्को कुरा, पछिल्लो समय कम्पोस्ट मलका लागि सबैभन्दा पहिलो स्रोत भनेको गाईबस्तु नै हो। मान्छेहरूले पाल्न छोडिसके। कम्पोस्ट मल बनाउनको लागि अर्को सम्भावना के छ? हजुरले भनेको कुराहरू सही हो। अब विगतका राजनीतिक दलका प्रतिनिधिज्यूहरूले पनि भन्नुभयो होला, हैन? तर अहिलेको सरकार, अहिलेसम्म हामीले हेर्दाखेरि सरकार स्थिर भएन, हैन? 5 वर्षको लागि हामी चुनेर पठाएको सरकार हो नि त। तर 5 वर्ष त उहाँले काम गर्न पाउनु भएन। काम गर्न नपाउँदाखेरि सरकार तलमाथि भइराख्दाखेरि हामीले चुनेर पठाएका उम्मेदवारजीहरूले त्यो गर्न पाउनु भएन होला, सक्नु भएन होला। तर अहिलेको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनायो भने हामी 5 वर्षको सरकार खोजिरहेको। यदि हाम्रो सरकार 5 वर्षको स्थिर सरकार बन्यो भने हाम्रो पार्टीको निर्वाचन घोषणापत्र पनि हेर्नु होला, घोषणापत्र पनि आउला, उम्मेदवारको घोषणापत्र पनि आउला
र कम्पोस्ट मल बनाउनको लागि हजुरले गाईबस्तु मात्रै देख्नुभयो होइन, गाईबस्तु बाहेक पनि कम्पोस्ट मल बनाउन सकिन्छ होइन। उही परेका हाम्रो झारपातहरू पनि छन्। त्यसपछि गएर हाम्रो खेर गइरहेको विभिन्न होटलहरूका विभिन्न के अरे हाम्रो घरमै खानाहरू खेर गइरहेको अवस्था छ। त्यो सँगसँगै हामीले गडेउला भन्छौँ, गडेउला त थाहा पाउनु भएको छ नि, गडेउलाबाट पनि हामीले कम्पोस्ट मलहरू बनाउन सक्छौँ होइन। कम्पोस्ट मल र अब यसै गरी अब कान्जी हाउसहरू छन् होइन। कान्जी हाउसहरू खोलेर अहिले जङ्गलमा छरुवा भएर बसेका बाटाघाटामा छरुवा भएका गाईहरूलाई पनि एकत्रित गरेर गाई पालन गरेर पनि कम्पोस्ट मल बनाउन सकिन्छ। तर अहिले नसकिएला, तर गाईबस्तुको जसरी विस्तार हुँदै गयो होइन, कृषि क्षेत्रमा लाग्नेहरूलाई अब भैँसी पालनदेखि लिएर पशुपालनमा प्रोत्साहन गऱ्यौँ भने पनि आफ्नै घरमा पनि कम्पोस्ट मल बनाउन सकिन्छ र गडेउलालाई पनि प्रयोग गर्न सकिन्छ कम्पोस्ट मलको रूपमा। जस्तो कि यहाँले विगत लामो समयदेखि विभिन्न पेसाहरू अँगाल्दै शिक्षण पेसामा पनि काम अहिले पनि गर्दै हुनुहुन्छ, लाभ अनुभव छ यहाँको। यो शिक्षण पेसा गरिरहेको व्यक्ति होइन म राजनीतिमा आउनुपर्छ भन्ने चाहिँ यहाँलाई किन लाग्यो? किन शिक्षण पेसा सँगसँगै यहाँले राजनीतिलाई पनि चुज गर्नुभयो त? अब शिक्षण पेसा कस्तो पेसा रहेछ भनेपछि विद्यार्थीहरूको ज्ञान गुणसँग जोडिएको कुरा रहेछ कि मेरा नानी बाबुहरू पढिरहेको नानी बाबुहरू पनि भोलि यही देशमा गरी खाउन् भन्ने शिक्षा दिँदै गर्दाखेरि अहिलेको जब राजनीतिक अस्थिरताले गर्दाखेरि जब पलायन हुँदै गर्दाखेरि हाम्रो बौद्धिक वर्गका हाम्रो युवाहरू विदेश पलायन हुँदै गर्दाखेरि अब हाम्रो गाउँ त रित्तो भयो त होइन। मलामी पाइरहेको अवस्था छैन। छोरा के अरे घरमा नहुँदाखेरि यहाँ अभिभावकको मृत्यु भयो भने क्रिया बस्दिनको लागि पनि 10 दिन कुर्नुपर्ने, लास कुर्नुपर्ने अवस्था छ। अब म किन आएँ त भन्नुहुन्छ भनेपछि यी क्षेत्रमा लागेका जुन राजनीतिक दागहरू छ होइन, राजनीतिक दागहरूलाई मेटाउन सकिन्छ कि? अब शिक्षा क्षेत्रमा मैले आफ्ना नानी बाबुहरूलाई दिएका अर्थी उपदेशहरू दिएको शिक्षाहरू वास्तवमै पोलिटिक्समा लागेपछि राजनीतिमा लागेपछि सकिन्छ है, सुधार गर्न सकिन्छ है भनेर नीतिमा सुधार गर्न सकिन्छ कि भनेर आएको। तपाईँ अब अहिलेसम्म त यो देशको समग्र देशको अवस्थाको बारेमा कुराकानी गर्नुभयो होइन। तपाईँलाई बाँके क्षेत्र नम्बरबाट चाहिँ मतदाताले चाहिँ किन विजय गराउने समानुपातिक उम्मेदवार भनेर किन चाहिँ संसदमा पठाउने? म चाहिँ बाँके क्षेत्र नम्बर 1 को चाहिँ मेरो बसोबास चाहिँ बाँके क्षेत्र नम्बर 1 मा भएको भएर हो र म देशभरिकोबाट समानुपातिकको थारू क्लस्टरको उम्मेदवार हो। मलाई थारू क्लस्टरबाट म त्यहाँ किन पुग्नुपर्छ भन्नुहुन्छ भने म एउटा किसानको छोरो पनि हो होइन। म आफै पनि के अरे हलो जोतेर आएको, खेत किसानी गरेर आएको मान्छे हो। मसँग गाउँमा भएका मेरा दाजुभाइ, मेरा आमा बुवाहरू होइन, बाजे बजेहरूको देख्दाखेरि गाउँमा जुन समस्या छ नि, अब बिउ मल पाउनको लागि पनि मान्छे के अरे लाइन लागेर बिउ मल नपाइरहेको अवस्था छ। त्यो समस्या देख्दाखेरि र लगानीको हिसाबले जति कृषकले लगानी गर्नुहुन्छ नि, त्यो लगानीको हिसाबले कृषकले उत्पादनै गर्न सक्नुहुन्न कि जति लगानी गर्नुहुन्छ त्यसको भन्दा बजार मूल्य कममा बेच्न पर्ने भयो। उहाँहरूको लगानी त्यसपछि मेहनत उहाँले प्रतिफल नपाउँदाखेरि कृषकहरू पलायन भएर गइराख्नु भएको छ कि हरेक वर्ष बिउकै कारणले, मलकै कारणले उहाँहरू चाहिँ कृषक पेसा छोड्नुपर्छ कि कृषि पेसा अब सकिन्न कि भनेर पलायन भइरहेको अवस्था छ। र बिउ मलकै अभावको कारणले यदि कृषकहरू पलायन हुने हो भने हामी त भोलि दाल चामल कहाँबाट ल्याउने त? हाम्रो कृषकहरूलाई हामीले सम्मान गर्न सकेनौँ, प्रोत्साहन गर्न सकेनौँ भने त कृषि नै हो हाम्रो सबैभन्दा ठुलो आय स्रोत। कृषक दाजुभाइहरूको प्रोत्साहन गरेर यदि कृषि क्षेत्रलाई अगाडि बढाउन सकिन्छ र कृषकलाई प्रोत्साहन गर्न सकिन्छ कि भन्ने उद्देश्य मैले चाहिँ नीतिगत रूपमा त्यो गर्न सक्छु कि होइन। भोलि कृषिमा अनुसन्धान केन्द्रहरू खोलेर कृषि अनुसन्धान, त्यसपछि गएर हाम्रो रैथाने बिउहरूको संरक्षण गर्न, यो प्रारम्भिक मल अथवा यो कम्पोस्ट मलबाट पनि कृषकहरूलाई समयमै बिउ र मल उत्पादन के अरे दिन सकियो भने कृषिमा सुधार ल्याउन सकिन्छ र त्यो नीतिगत सुधार गर्न जरुरी छ। र म त्यहाँ पुगेँ भने मेरो पार्टीको तर्फबाट र मेरो तर्फबाट मैले चाहिँ त्यो कानुन, त्यो नियम बनाउन पहल गर्छु भनेर म यो उसमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी
रोजेको र राजनीतिमा आएको। राजनीति एउटा समाजसेवा पनि हो। समाजसेवा के गर्नुभयो र तपाईँलाई अबको निर्वाचनमा विजयी गराउनका लागि प्रमुख आधारहरू के हुन सक्छन्? म सेवा गर्न आउँदै गर्दाखेरि राजनीतिलाई जहिले पनि जनताको अपेक्षा, जनताको चाहनासँग जोडिनुपर्छ। जनताले चाहिराखेर जनताले चाहेको जस्तो आफ्नो जुन के अरे निर्वाचनको बेलामा झुटो आश्वासन दिने, त्यसपछि निर्वाचन जितेर गइसकेपछि चाहिँ त्यो गाउँठाउँ नदेख्ने, त्यस्तो गर्न हुँदैन। त्यस्तो गरियो भने आगामी दिनहरूमा फेरि त्यो ठाउँमा जानको लागि, त्यही क्षेत्रमा भोट माग्न जाँदाखेरि चाहिँ कुन नैतिकताले जाने। यदि सक्षम मान्छे सदनमा पुग्यो र सरकारमा पुग्यो भने सदनले नियम कानुन बनाउने हो, सरकारले विकासको काम गर्नेहरू। सदनमा बसेर कृषि क्षेत्रमा र शिक्षा क्षेत्रमा मेरो अनुभव भएको उसमा चाहिँ केही नियम कानुनहरू, नीतिहरू, प्रथाहरू बसाल्न सक्यो भने सधैँको लागि बन्छ। एकपटक म त्यहाँ पुगेँ भने मेरो योगदान चाहिँ के रहन्छ भनेपछि कृषि क्षेत्रको नीति एउटा सुधारोन्मुख बनाउने, कृषकलाई प्रोत्साहनमुखी बनाउने र शिक्षालाई प्रविधि र रोजगार उत्पादन गर्ने क्षेत्रको रूपमा बनाउन सकिन्छ कि। अब शिक्षा, अब कृषि सँगसँगै शिक्षा पनि भने मैले, शिक्षा क्षेत्र पनि बेरोजगार उत्पादन भइरहेको छ क्या अहिले, होइन। अब हामी +2 पास गर्दै गर्दाखेरि एउटा +2 पास भएको बच्चा 12 कक्षा पास हुँदै गर्दाखेरि एउटा नानी, एउटा बाबु ऊ चाहिँ रोजगारी पाओस् कि, होइन। रोजगारी पाउनको लागि सिपमूलक शिक्षा चाहियो, होइन। प्रविधिसँग जोडिनु पर्यो। शिक्षा कस्तो हुनु पर्यो भनेपछि हरेक नानी बाबुहरूको इच्छासँग जोडिएको छ, रुचिसँग जोडिएको छ। जस्तै हजुरहरू भोलि पत्रकारिता गर्ने मेरो सोच छ भनेर त आउनुभएको होइन, होइन। अब पछि हजुरहरूको त्यो पेसा बनाएर आउनुभयो शिक्षा के अरे पत्रकारिता जोडेर। अब यसलाई कसरी लान सकिन्छ भनेपछि विद्यालय स्तरबाटै। जस्तै सबै मान्छे त पढाइमा A+ हुँदैन नि त, होइन। कमजोर बच्चाहरू पनि त छन् त त्यहाँ। कमजोर बच्चाहरूको रुचि, क्षमता, इच्छा, चाहनाहरू बुझेर यदि कमजोर बच्चाहरू छ भने अटोमोबाइल्स पनि त राम्रै सेक्टर छ। जस्तै अटोमोबाइल्स भने त बुझ्नुहुन्छ नि, अटोमोबाइल्सको क्षेत्र राम्रो छ। त्यसपछि गएर यो टेक्नोलोजीमा अब इलेक्ट्रोनिक इन्जिनियरहरू राम्रो छ। त्यसपछि गएर यता के भन्छ सिभिल इन्जिनियरहरू राम्रो छ, हेल्थ सेक्टरको राम्रो छ, होइन। यदि मान्छे MBBS पढ्ने हो भने 6 कक्षाबाट MBBS कोर्सहरू तयारी गर्दै जानु पऱ्यो कि। एकैचोटि +2 पास भइसकेपछि मैले चाहिँ के अरे MBBSमा पढ्नलाई नाम निकाल्नको लागि म तयारी कक्षा लिनुपर्छ भन्ने नहोस् कि। 6 कक्षादेखि नै त्यो बच्चाको MBBS पढाइ सुरु होस् कि। अनि टेक्निकल लाइनहरू जानको लागि प्रत्येक सेक्टरहरू छुट्टा छुट्टै हुनु पर्यो। प्रत्येक स्कुलमा चाहिँ प्राविधिक शिक्षाहरू सुचारू गर्नुपर्छ। प्राविधिक शिक्षा सुचारू भयो भने कम्प्युटर साइन्स पढ्ने, कम्प्युटर इन्जिनियर पढ्ने इच्छा राखेकाले कम्प्युटर साइन्स पढ्ने के अरे कम्प्युटर विषय पढाउने स्कुलमा जानुहुन्छ। एग्रिकल्चर पढाउने विद्यार्थीहरू एग्रिकल्चर स्कुल छानेर जानुहुन्छ। आफ्नो इच्छाअनुसार अब बच्चाले विद्यालय रोज्न पायो भने पछि चाहिँ समस्या पर्दैन। सिपमूलक शिक्षा सँगसँगै रोजगारी पनि सँगसँगै आउँछ। अब चाहिँ तपाईँको राजनीतिक यात्रा कसरी सुरु भयो, एकदम छोटोमा भनिदिनु होला। मेरो राजनीतिक यात्रा चाहिँ जेनजीको आन्दोलन जब सुरु भयो, जेनजीको आन्दोलनले देशले ठुलो धनजनको क्षति पुर्यायो र यो निर्वाचनपछि निर्वाचनको घोषणा भएपछि देशमा अब एउटा स्थिर सरकार चाहिन्छ। हामी मतदाता मात्रै भएर भएन अब, होइन। म जतिको योग्य सक्षम मान्छे मेरो क्षेत्रको, मेरो समुदायको प्रतिनिधित्व गरेर त्यो क्षेत्रमा पुग्नुपर्छ र देशको सेवा गर्नुपर्छ भनेर मैले राजनीतिमा प्रवेश गरेको हुँ। खासै अनुभव त छैन, तर शिक्षण पेसाबाट र मेरो विगतको राजनीतिहरूको घटनाक्रम हेर्दाखेरि म चाहिँ त्यसरी बुझिरहेको छु। राजनीतिलाई म नजिकसँग बुझेको मान्छे पनि हो। सक्रिय रूपमा चाहिँ यही राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ राजनीति सुरुवात गरेको छु। त्योभन्दा अघिल्ला पेसाहरू? त्योभन्दा अघिल्लो पेसा म चाहिँ सामाजिक सङ्घ संस्थामा काम गरेको अनुभव छ। त्यसपछि पत्रकारिता र मानवाधिकारको क्षेत्रमा काम गरेको अनुभव छ र अहिले म चाहिँ शिक्षण पेसामा आबद्ध छु करिब 19 वर्ष। अब राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुको कारण के त भनेपछि युवा पुस्ताले पनि
पुराना दलहरूप्रति वितृष्णा फैलिएको अवस्था देखियो। त्यसपछि गएर पुराना दलहरूप्रति हाम्रो देशव्यापी जुन के भन्छ विश्वसनीयता घट्दै गयो र राजनीतिक दलहरूमध्येमा पनि उत्कृष्ट र राम्रो दलहरू रोजाइमा पर्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी त्यसरी चाहिँ रोजाइमा पर्यो र यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर एकपटक देशको सेवा गर्न सकिन्छ कि भन्ने उद्देश्यले नै मैले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी मन पर्यो र राष्ट्रिय स्वतन्त्र पार्टी अझै मन पर्नुको कारण नीतिलाई मान्छ, जान्नेलाई छान्छ र योग्यलाई छान्छ। त्यसले गर्दाखेरि चाहिँ म राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको हुँ। थारू समुदायबाट तपाईँ एउटा प्रतिनिधित्व गर्दै हुनुहुन्छ, सफल हुनको लागि कतिको सम्भावना देख्नु भएको छ? अब राजनीतिक यात्रा, राजनीति भनेको हेर्नुहोस् सम्भावना हो। अहिले नै अब म सफल भइहाल्छु भन्ने पनि होइन। मान्छेहरू धेरै राजनीतिज्ञहरू कतिपटक असफल भएर पनि पछि सफल भएको अवस्था छ, कतिपटक सफल भएर पनि असफल भइरहेको अवस्था छ। यो सम्भावना हो। आज हामी जनतामाझ, हाम्रो नागरिकमाझ राम्रो चुनावी एजेन्डा लिएर गयौँ र जनताको काम गर्न सक्यौँ, सरकार र सदनमा भएर विकासका कामहरू गऱ्यौँ भने अब हामीलाई पनि फेरि दोहोऱ्याउन सक्छन् हैन। एउटा लहर छ। लहरमा चाहिँ हामी एकपटकलाई राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ जिताउन म आम मतदाताहरूलाई अनुरोध गर्छु। धेरै पुराना राजनीतिक दलहरूले पनि शासन गर्नुभयो, उहाँहरूको शासन व्यवस्था पनि हेरियो। अब नयाँ दल, नयाँ जोस, नयाँ जाँगरका साथ युवा पुस्ताहरू देश सञ्चालनमा घुमिरहेका छौँ। एकपटकको लागि मैले आम मतदाताहरूलाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी र मलाई निर्वाचित गराइदिन हुन अनुरोध गर्दछु।